हेलो गाइज, स्वागत छ आरके मोटो ब्लगमा। आज फेरि हजुरहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छु गाइज। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। यो चाहिँ माघे सङ्क्रान्तिको लागि हामीले यसो पाहुना खुवाउनको लागि पोल्दैछौँ। एउटा बटुक पोल्ने तयारी भनौँ न। अब बटुक पोलेर सकिसकेछ, भिडियो बनाउनु बिर्सिएछु गाइज। अहिले बटुक पोलेर सकियो गाइज। अब सेलरोटी पोल्ने तयारीमा छ। सेलरोटी पोल्दैछ गाइज। यता हेर्नुहोस्, सेलरोटी हेलो हेलो पोल्ने मान्छे। अहिले चाहिँ के यो छ हालखबर? सेलरोटीलाई चिनी घिउहरूको मिक्स गर्दैछ। मिक्स गरिसके पछाडि अब फेरि यो चामल पिठो मिसाएर यसलाई चाहिँ मजाले पोल्नुपर्छ गाइज। अब दिदीहरू फुपूहरू माघ सङ्क्रान्तिमा बोलाउनु पऱ्यो, खुवाउनु पऱ्यो भनेर हामी तयारी गर्दैछौँ गाइज। हजुरहरूको माघ सङ्क्रान्ति कस्तो भयो कमेन्ट गर्नु होला, लाइक गर्नु होला, फलो गर्नु होला गाइज, सब्सक्राइब गर्नु होला। रोटी पोल्नको लागि तयारी एकदमै। सेलरोटीको लागि यो पिठो मुस्दैछ गाइज, हेर्नुहोस्। अहिले चाहिँ भइसकेको छ। यो चाहिँ अब एकदमै बनाउनु पर्ने हुँदो रहेछ। यस्तो अझै भएको छैन गाइज, हेर्नु न। माघ सङ्क्रान्ति तयारी, तपाईँको माघ सङ्क्रान्ति कस्तो भयो गाइज? हाम्रो तयारी हुँदैछ, तर भिडियो चाहिँ अलिकति एडिट गर्न भ्याएर ढिलो भयो गाइज। सेलरोटी हेर्नुहोस् पोल्दैछ गाइज। यतातिर मासु पाक्दैछ, सेलरोटी पोल्दै रमाइलो गर्नुपर्छ। चाडपर्व यस्तै हो गाइज, हेर्नुहोस्। एकदम रमाइलोसँग खुसीसँग मनाउनुपर्छ। सबै मिलेर हाँसेर खुसी भएर चाडपर्व मनाउनुपर्छ गाइज। हेर्नुहोस्, अब सेलरोटी घुमाउने तरिका यो नयाँ आइडिया हो क्या। यो बोतलको काटेर यसरी बनाउँदा चाहिँ अलि हातमा पोल्ने डर नहुँदो रहेछ। त्यही भएर यस्तो आइडियाले पोलेको कस्तो लाग्छ हेर्नु त गाइज। कस्तो लाग्यो आइडिया? बुझ्दैन क्या यस्तो गरेको। पोल्ने मान्छेहरू त हाँसेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, सब्सक्राइब गर्नु होला गाइज। बाई बाई।